Let's get started. Good morning. हामी चाहिँ on the way to सबैभन्दा ठुलो मान्छे हो टेन्सन सेटअप गरिसक्यो Nakali. Oi. Nagerne. Ain't nobody stopping me. Welcome to another vlog, to another episode of अब आज चाहिँ हामी यो नयाँ भ्लग चाहिँ अब हाम्रो स्पेसल समथिङ स्पेसल ड्युरिङ द क्रिसमस चाहिँ हाम्रो यो चलिरहेको चाहिँ भइरहेको कुरा हो र अहिले चाहिँ म चाहिँ एनएसडब्ल्यू भाइकोमा आएको छु र हामी चाहिँ अन द वे टु क्यानबेरा जस्तै हो तर पास क्यानबेरा जाने अनि कफी ब्रेक अब सरचार्ज लाग्छ होइन ड्युरिङ दिस प्रोसेस अनि ए हाम्रो कफी रेडी हुँदैछ पुरै यो मलाई यो क्यामेरा फर्काउनै आयो नि त हाम्रो रेस्टिङ एरिया चाहिँ उ त्यहाँ हो तर यता आइपुग्यो साइनेज प्रपर साइनेज नभएर झुक्यो छ धेरैजना झुक्यो आज सबैजना हाम्रै पछि छ यहाँ यालाम्बाला हेलो गुड मर्निङ गुड मर्निङ कता हिँडेको नि आलाङ कता हिँडेको न यस्तो छ यसरी अन रोड साइड हामी रोकेर चाहिँ यस्तो छ त्यहाँ हेर सर ऊ बचपना आइरहेछ यहाँ कसैहरूलाई आलाङ चाहिँ लुएर खेल्नु खोज्दैछ यहाँ ठुलो मान्छे सानो मान्छे सबैभन्दा यहाँ टिमको सबैभन्दा सानो मान्छे सबैभन्दा ठुलो मान्छे हो ऊ चाहिँ गुए अब पुगिसक्नु पर्ने हो अब आनन्दले गर्दाखेरि साइड ट्रिपहरू गर्नु पर्दा ठिकै छ त बिचरा के गर्नु त टिम खेल्ने भनेर आएको ए ल है सर है कति खुसी छ ए आलाङ दे पाएर खुसी भएको हल्लिने छ आलाङ हाई गर्दैछ लड्दैन रहेछ त्यस्तो हात त्यहाँ हुँदैन रहेछ यहाँबाट जाउँ त पापा भएको
तातो छ क्या कन्टिन्युङ आवर ब्लग तातो भयो स्पटमा आएर यी टेन्ट सेन्ट सेटअप गरिसक्यो सेल्टरको तल गड्डी यता छ अनि राम्रो रहेछ हौ सबै कहाँ चढ्ला लङ प्लेन हट भन्ने क्याम्पिङ ग्राउन्ड ठिकै छ उ त्यो रहेछ हट चाहिँ हाम्रो चाहिँ यहाँ छ हट सोजियोसको हाम्रो हाम्रो के खाएको यो खाएको मैले चाहिँ को खाएको है ल गाइज हो मोमो पनि छ मोमो यहाँ छ सिद्धिन लाग्छ कि मोमो त पुरा हामीले फेरि यहीँ उयो नि फेरि अन द स्पट बनाएर खाएको पुरै अघि आलाङ उयो त ऊ मेरो क्रिस्टो भन्दैछ र ल चियर्स ल चियर्स चिसो छ मौसम भित्री कोटा हालेको भन्नु भएन ओके ल सही लाइर गाइर ल हाम्रो चाहिँ चल्दैछ यहाँ यस्तो छ है आफ्नो चाहिँ बारबिक्यू होइन मेरो चाहिँ छोरा खुवाउ भइरहेछ आफ्नो त बारबिक्यू होइन छोरा खुवाउ भइरहेछ मेरो ब्याट्री सकेरै हाम्रो चाहिँ यसरी चल्दैछ ब्याट्री सक्यो अनि मुनाङ्कोबाट गर्दैछु यसरी प्यानमा चल्दैछ यो अनि भाएको भाँचिन्छ होला त बुढा त लामो त होइन त्यो होइन पोर्क छ अनि यसमा के छ अनि पोर्क फ्राई छ यस्तो छ आजको हाम्रो डिनर यो मुढाहरू चाहिँ ल्याउनु पर्छ यताको दौराले अलिकति पुग्दैन फोहोर हुन्छ नि त त्यो छोरा नराम्रो पोले त नराम्रो पोले ल के रे फेरि 600 हो फ्रेस भयो अस्ति उयोले हाने जस्तो उयो ब्याटले हाने थियो कि यसले ब्याटले हानेको फ्रेस भयो गयो नि घाउमै गयो घाउकै छेउमा ल अघि मेरो ब्याट्री भर्खरै चार्ज भयो गाडीमा चार्ज गरेको राति चिसो भयो चिसै थियो तर त्यस्तो भयङ्कर चाहिँ होइन तर चिसै थियो अनि अहिले चाहिँ अब हामी सबै टेन्टहरू झारेर रेडी अब जानुलाई अर्को डेस्टिनेसन फेरि अर्को ठाउँ फेरि अर्को क्याम्पिङ छ हाम्रो कता कता ल नक्काले ल नेटवर्क नै छैन याराङ्गो भेली केभतिर जानलाई भिजिटर सेन्टर जिन्दाबाद केभ जिन्दाबाद के अरे ल बाई एकछिनमा फेरि भेटौँला यो चाहिँ अहिले हामी यरङ बेली होइन यरङ बेलीको
3 बजेको छ अनि त्यसपछि हाम्रो क्याम्पिङ ग्राउन्ड अर्कै आज चाहिँ डिफ्रेन्ट ठाउँ छ अहिले भन्दै जाउँला यतै जानु होला कन्टिन्यू गर्दै गर्नु मलाई थाहा छैन अर्को नेक्स्ट ठाउँ तल दाजु म त सरप्राइजै हो नि हामी चाहिँ अहिले चाहिँ थर्मल पुल हेरेङ्गबिल्ली यो के हो यो अब यो ठाउँ भन्ने रहेछ नाम चाहिँ त्यो रहेछ यारिङ्गबिल्ली अनि चाहिँ यो चाहिँ कोजियोसको नेसनल पार्कभित्र पर्छ आलाङ मेरो भतिजो ओ यता आइ ओ नक्कली नानाको नक्कली भाइ हो खाले बोल्दै त्यो चाहिँ हो अब वक जानु लाग्छ हामी थर्मलपुलमै डुबेर अनि त्यो रिभर वक रहेछ 30 मिनट वक रिभर वक डलाग्दो पाराले हामीलाई फेरि बस्ती काका त्यसपछि अनि साउथ ग्लोरी के भन्नु त्यो चाहिँ सेल्फ टुर भन्ने त्यसपछि 3 बजे चाहिँ गाइडेड टुर एउटा अर्को के हो समथिङ त्यस्तै के टुर छ आजको हाम्रो कार्यक्रम त्यस्तो रहेछ ल मलाई चाहिँ थाहा छैन त्यही भएर हो सबै मुनाकोले प्लान गरेको हो चिया भार नयाँ स्पटमा गएर टेन्ट हाल्ने अर्को डिफ्रेन्ट क्याम्पिङ स्पट छ हिजो चाहिँ द के अरे द बिग प्लेन के हो ए लङ प्लेन भन्ने ठाउँमा चाहिँ क्याम्पिङ हालेको थियो हिजो अब आज चाहिँ डिफ्रेन्ट क्याम्पिङ साइट छ सानो छोटो मिठो झन्डै 1 घन्टा जस्तो चाहिँ हुन्छ होला आज है हाइक CB Roy जानु हिँड्नु चिसै छ आज पनि गाडी आयो गाडी ए माथि रहेछ चिसै छ आज पनि खतरा चिसो छ हिजो पनि राति चिसो न चिसो भएको थियो आज पनि चिसो न चिसो ल ए हो थर्मल पुल यारिङ्गबिल्लीको हो
तातै छ त छैन है बेकार तातो तातो भनेर Imagine someone's hiding like under it, and, like launched out. What? What? I'm gonna hide over here. No, guys. मुखमा परेको अरे Ready? Sneak out. बाउ छोरा यहाँ खेल्दैछ बाउ चाहिँ त्यहाँ खेल्दैछ बाई छोरा बाई I'm coming, boy. No, you're not. I'm faster. बाई I'm faster. बोला आओ आओ भन्नु साथी छोरा आला अब यो थर्मल पुलबाट हामी मुभिङ टु वाट्स साउथ ग्लोरी केभ पास्ता यसलाई अलिकति पकाउनु पास्ता उसिनेर हल्का अलिकति नुन मात्रै ल Riverside walk to South Glory Cave.
अलैँची raspberry. Raspberry. केप तर्फ यस्तो रेलिङ लगाएको रहेछ निटेड त्यही बाटो हुँदै जाने रहेछ खोला तल खोला राम्रो रहेछ Glory Hole Cave. यस्तो रहेछ यो के भन्छ यसलाई स्ट्याग्न लाइट के भन्छ यस्तो यस्तो हुन्छ त्यहाँ अर्को केभमा चाहिँ कसरी प्रेम लाने त हामी चाहिँ जियोबिनन केभ जानुलाई पर्खिरहेको 3 बजेको छ उयो चाहिँ रेन्जर मिटिङ त्यसपछि जाने हो यहाँ चाहिँ हाम्रो खाजा हुँदैछ रामेन अन्डा डुन्डा अब के हालेर खाने हो बोबाल भयो आज डल्लो बिजोक भयो
गर्मीमा यहाँ विन्टर लागिरहेछ कस्तो चिसो म त अझै पनि चिसो फिल भइरहेछ मलाई पनि त चिउरा त तिमीले यहाँ हालेको रहेछ के भयो त त्यही गए चाहिँ फाट्यो होला नि त ल अब खाजा खान्छौँ हामी Lovely. Anyone been down the pool and for a swim? They've walked all the way down and all the way back up. Well done. It's nice getting down there, but then you have to come back up. Absolutely. But we're lucky we have that river. It's a healthy river. It flows pretty well all the time, regardless of droughts and things. And that river is our source of life. So that river is what's given us our caves. So they estimate that about 80 million years ago, the river was up this high. So the river spent the last 80 million years dissolving out this rock, creating this big steep valley that it sits in the bottom of, and creating caves and cracks and crystals and things in that process. And so our limestone is our bedrock. So limestone is calcium carbonate, it's dissolved by water. So our limestone starts at the thermal pool. Our limestone goes up to the Urangabili village. So it's about 12 kilometres long, our bedrock. And when you're looking over that side of the river, you can see there's a bit of limestone poking out and a bit of rock. But see how the tops of the mountains, it's gone back to basalt, granite, that more solid rock and not so dissolved by that river. Oh, And so most of the limestone in the caves are this side of the river. So we've got 12 kilometres by about 1.5 kilometres wide. So 12 by 1.5. And within that we have over 400 caves that we know of. So they're still forming, and that river will continue to drop down and create more caves. So there's more caves down there than we'll ever know. Any questions? That makes sense? चलते रहो जुमान्जी केभ Quiet. त्यो यस्तो त्यो यो ड्रपिङहरु छ नि हो त्यो ड्रपिङहरु चाहिँ years and years पछि चाहिँ त्यो चाहिँ यस्तो हुन्छ के यस्तो रहेछ यहाँको चाहिँ Be careful, boys. Really beautiful pool of water, really beautiful photo, but give each other space so we can see it. We don't want to try and squeeze 20 or something at once. And again, there's a room around here to the right called the Crystal Grotto. A small room, but a bit bigger than the Bath of Venus. But yeah, give each other space, have a look, move around. I've got some crystals here we can pass around. And we'll hang out in here for a bit, chat about what's going on. It's a very beautiful cave. She's not massive. There's a lot going on. Very pretty. Oi. नगले केटी नै रहेछ सक्यो कस्तो चाहिँ क्यान्डलको व्याक्सहरु टाइप जस्तो कि है यो भन्दा एक्सट्रिम छ नि हेसिङ केभ हो हामी चाहिँ आजको राति क्याम्पिङ गरिएन अल्पाइन कन्ट्री मोटल भन्ने कुमामा चाहिँ हामी स्टे गर्यौँ किन भन्दा वेदर अलिकति चिसै रह्यो हामीसँग भतिजो भएको हुनाले चिसो बिरामी पर्ला ऊ मात्रै होइन हामी नै पनि बिरामी होला जस्तो स्थितिमा
पुगेको हुनाले गर्मी चिसो भएको भएर चाहिँ मोडल राम्रो रहेछ। मेरो होटल रुम भयो, राम्रो छ। अनि टिभी सिभी भएको छ, यो पनि छ हिटर सबै। यता चाहिँ अनि यता चाहिँ यिनीहरूको छ। अझै उज्यालै छ नि। ए आला बाहिरबाट देखाएको नि हाम्रो आज चेन्ज अफ प्लानको। नक्काले फ्ल्यास लाइट देखेर हेर्छ यता अट्र्याक्ट हुँदैछ। यता हाम्रो आलाङको डिनर, हाम्रो चाहिँ सबै टेक अवे। यहाँनिर किचन चाहिँ छैन, पर्खोमा टाउन सेन्टरबाट चाहिँ लिएर आएको यस्तोहरू सबै छ है, राम्रो छ। ल डल्ले चेन्ज अफ प्लान होइन होला, होइन केही भएन, केही भएको छैन, केही भएको छैन आलाङ बालाङलाई। नाम ल अब भोलि भेटौँला त ल त्यसो भए ल। ओइ के छ आफ्नो दो वाटर घुम्रे जिन्दाबाद।